वेलकम छ फेरि पनि मेरो नयाँ भ्लगमा। अनि आज सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हामी फेरि पनि घाँसमै जाँदैछु खर काट्नलाई। बिहानै गएको हामी चाहिँ, बिहान भन्दा पनि कति बज्यो खर काट्नु लाग्यो है साथीहरू। हामी चाहिँ अर्काको बारीमा फल्दा चाहिँ खङखङ खालके नि। कति धेरै हो यो काँक्रा? ओ माई गड, खाइदिउँ जस्तो। मार्नु हुन्छ होला नि फेरि। यो घर पनि सुनसान छ, यो घर पनि छोडेर जानुभएको। अर्काले कमाइ गर्नुहुन्छ प्रायः छ यहाँ गाउँमा त, कोही बस्दैनन् सबै। अलि हुने भएपछि उँधोतिर लागिहाल्नुहुन्छ। हामी मात्रै हो गाउँ रुँगेर बस्ने त, हामीलाई त गाउँमै प्यारो लाग्छ। अघि भाइ पकाइसकेर मान्छे गइसक्नु भइसक्यो। कस्तो सर्ट भिडियो गर्नु भनेको आउनै हाल्नु मलाई त। ट्राई गर्नु नि। यस्तो गाडी छ बाटो चाहिँ फेरि, अब भारीसँग कसरी आउनुहोस् आमा मम्मी। दिदी हाँसै झऱ्यो। घाँसमा त जानु हेर्नु न, यस्तो बाटोमा छ, बाटो चाहिँ यस्तो छ। अनि के भन्नु र साथीहरू, कम्ती गाह्रो छ यो गाई बस्तुलाई पाल्नु, तर उनीहरूलाई पनि बिचरा साह्रै छ। हामीले त्यति दुध दिन्छ हो, कुनै जोत्नुपर्छ, बारी जोतिदिन्छ गोरुले। फाइनली गाइस खर काट्ने ठाउँ पनि आइपुग्यो। कति राम्रो घाँस हेर्नु न, भन्नु पनि नमिल्ने। यो चाहिँ अर्काको बारी हो है फेरि। अघि मैले घर भर्खरै देखाएँ नि, उहाँको बारी हो यो चाहिँ। हामी जाने भनेको यहाँमा थियो, हामीले काट्नुपर्ने चाहिँ। के गर्नु र, घाँस पनि छैन, टाढो आउनुपर्छ, टाढो आउनुपर्छ साथीहरू। यस्तो घाँस छ त, म त साँच्ची भनेको यति काट्थेँ कि कति राम्रो छ। तर अलिक छोटो छोटो छ, तर उपराउदी कस्तो राम्रो छैन। आज चाहिँ घाम लागेर कस्तो राम्रो दिन भइरहेछ। यहाँ चाहिँ जस्ट मान्छेहरूलाई सुटिङ गर्नु पनि सुहाउँछ। यहाँ चाहिँ कति राम्रो ठाउँ छ। हामीलाई पनि कसैले इन्भाइट गरे पनि हुन्थ्यो नि। हामी जस्तो झेउरीहरूलाई कसले बोलाउँथ्यो र फेरि। वाह हेर्नु कति राम्रो छ, घाम पनि ठिक्क लागिरहेछ हो। अनि यहाँ आउने चाहिँ खरको यो फुलहरूले कस्तो राम्रो देखाइरहेछ। गर्मीमा उकालो हिँड्नु पनि गाह्रो, घाम लाग्दा पनि साह्रो साथीहरू, पानी पर्दा पनि गाह्रो। यो के गर्दा चाहिँ सुक्खा हुन्छ नि। ओइ कतिचोटि चाहिँ म घरि हँसिया छोड्छु, घरि पन्जायो पनि पन्जा पनि। के हो यो हालत मेरो पन्जाको? नयाँ किन्नु पर्ने छ, पैसा हो पा। तपाईँ के बनाउँदै हुनुहुन्छ भनिदिनुहोस् त। के भन्नु भन्नु होइन। स्वागत छ तपाईँलाई मेरो च्यानलमा। धन्यवाद। धन्यवाद मात्रै। बसी म एकछिन चाहिँ
के साह्रो मरिहत्ते गर्नु भन्नु पनि नमिल्ने। घरमा कामै काम छ। अहिले फेरि दसैँको टाइम हो, दसैँ सबैको घरमा आउँदै होला। अनि अहिले दसैँमा चाहिँ फेरि सानोमा चाहिँ दसैँ भनेपछि यति रमाइलो हुन्छ, यति रमाइन्छ। ठुलो भएपछि दसैँ भनेको दशा लाग्दो रहेछ हौ, दशा जस्तो। गाह्रो छ नि हौ। पाहुनाहरू आउनुहुन्छ तर रमाइलो हुन्छ हामीलाई पनि। पाहुनाहरूसँग गफगाफ गर्नु, नयाँ नयाँ मान्छेहरू देख्नु पाइन्छ। आज खाजा नखाइआएको, पानीहरू चिया खानेले चिया, पानी खानेले पानी खाएर आएको। अनि चाउचाउ खाइदिउँ भनेर। चाउचाउ पनि सक्यो, एउटा मात्रै थियो नि, एउटा मात्रै बोकेर आएको। घाँस त काट्नु, तर यस्तो घाममा चाहिँ काट्नै सकिँदैन। के अल्छी पनि यति लाग्छ कि घाममा चाहिँ। शीतलमा भए चाहिँ म घाँस काट्नु चाहिँ अल्छी लाग्दैन, तर घाम भएपछि चाहिँ आफ्नो नौनारी गल्छ। तर घाँस त काटौँ खालके नै छ। हाम्रो आजको खाजा रेडी हुँदैछ। जङ्गलमा आएर चाउचाउहरू खानु पनि मजै छ, मजा लाग्छ। खाजा पनि खाइसक्यो, अब कामतिर लाग्नुपर्छ। अब खड काट्नु स्टार्ट नाउ। तयारीमा तयारीमा हुनुहुन्छ यहाँ चाहिँ उहाँजी चाहिँ। आयो बिजोक गरे, जोक रमाइलो छ हाम्रो यहाँ। जस्तै कमेडी मान्छे हुनुहुन्छ उहाँ चाहिँ। अब हामी चाहिँ लाग्यो है साथीहरू कामतिर। गाइज घाँस पनि काटिसक्यौँ हेर्नु त। हालत घामले यस्तै गर्छ। अनि घाममा हामीलाई घाँस काट्न आँटै आउँदैन। गर्मी अनि कम्ती छैन, पसिनाले हेर्नु त लु। कस्तो साह्रो गर्मी, पानी भए पनि हुन्थ्यो जस्तो लागिरहेको। दुःख लाग्यो यहाँ कहाँ घरबारीमा त पानी पनि कहाँबाट पाउनु। गर्मीले मार्यो। अब भारी लाउनु पर्छ। जानी घर यस्तो घाममा त अहिले ढलिन्छ फेरि। साँच्चै गर्मी छ। भारी लाउँला नि। अब भारी लाउने पालो साथीहरू। म चाहिँ घाँसको भारी लाउँछु। गर्मी
भारी पनि पुग्यो हाम्रो चाहिँ। भारी लगाइसकेँ मैले। यहाँ दिदी लाउँदै हुनुहुन्छ भारी। बल्ल भारी पुग्यो। घाम पनि यहाँ साह्रो चर्को लागेको। पसिनाले सबै भिजिसक्यो। ओए खर्त जे सहनु तर के हो यो भारी चाहिँ? खर्त जे सहनु तर के हो यो भारी चाहिँ? ये क्या है? मेरो त कति ठुलो छ त यार। सेम त हो नि। सानो घर। ओए ओ त इडिट पनि गर्छु। तेरो ब्लगमा आयो भने त फेरि अघिमै साथीहरू हामी चाहिँ भारी बोकेर यो ठाउँ चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु ल। मलाई चाहिँ एकदम राम्रो लाग्यो सिन देख्दा त। वाउ कति राम्रो छ के यहाँदेखि त जुम्मै नै लाग्दैन घर पनि। बाटो हेर्न पुरेर यो घरले कस्तो राम्रो छ त ठाउँ चाहिँ। राम्रो लामो भइसक्यो नि लन्द्रङ्गै भइरहेछ। भारी मुनि होची साँच्ची होची हुन्छ गाह्रो रहेछ है। म बारम्बार भन्छु खुट्टा मुनि ठेलेर यो घाँस लामो भएर ठेलेर कम्ती गाह्रो हुँदैन। तल पुगिन्छ अनि एकैचोटि ठेल्यो भने गोरु जोता जस्तो गोरी होरी भन्दाखेरि चाहिँ फर्कि गोरु जोता जस्तो गोरी होरी भन्दाखेरि चाहिँ फर्किनु जस्तो पर्छ यो भारीले होरी जनाउँछ के। बाटो यस्तो छ। घरमा आइपुग्यौँ है हामी चाहिँ। आयो म घर आइपुग्यौँ है। बल्ला सुकुनको महसुस लिएर यस्तो दुःख गरेर ल्याइदिनुपर्छ यो हिजो ल्याएको र आनन्द सबै फ्यालेर खानु पनि खाँदैन। सलिहालेँ म। गर्मीले फेरि दुईटा गोरु ल्यायो त। अब गोरुलाई भाइले चराउँछ। घरमा आइपुग्यौँ। यो चाहिँ हाम्रो घर हिजो फुलपातीको दिन सिँगार गरेको है। तर लिपलाप चाहिँ अझै बाँकी नै छ साथीहरू। अनि अब आज लिप्ने रातो माटोहरू हालिरहेको छ यहाँ चाहिँ। आज लिप्नु पर्नेछ। आज चाहिँ मौसम एकदम राम्रो घामले तन्टालो पुरो भइरहेछ। मजाले फुल फुलिरहेछ। आउँदै चाहिँ सयपत्री फुलहरू पनि फुल्नु आँटेछ। दसैँ तिहारमा टिका लाउँदा मालाहरू उड्नु पर्यो। फुलहरू चाहिँ साँच्चै राम्रो फुलिरहेछ। आउँदै चाहिँ आलु फुल्यो चाहिँ यसको नाम चाहिँ आउँदैन। यो सयपत्री फुलहरू कोपिला चाहिँ यसपालि डह्रो फुलिरहेछ। तर यो भाले मात्रै फुलिरहेछ। यहाँ फुल्ने चाहिँ अरू चाहिँ कस्तो फुल्छ। सो मच गाइज भिडियो दिनु भएकोमा। अनि लाइक कमेन्ट गरिदिनु होला कस्तो भयो। अनि सब्सक्राइब चाहिँ नबिर्सी गरिदिनु होला। थ्याङ्क यू अल।